सुन्दर नगरी पोखरामा छायाङ्कन गरिएको चलचित्र लेक साइडको हाल काठमाडौँको अनामनगर स्थित करुणा फिल्म्सको स्टुडियोमा प्राविधिक कार्य भइरहेको छ। चलचित्रको हाल धमाधम डबिङ कार्य भइरहेको छ। त्यो एक लाइन फेरि भन्नुस् त। जाँदा जाँदा एउटा कुरा, चाँदनी सधैँ आकाशभित्रै चम्किरहेकी हुन्छ, सधैँभरि। बाई। ठिक छ सर? ठिक छ। चलचित्र लेक साइडको डबिङ चलिरहेछ। अब डबिङमा त्यस्तै लभ स्टोरी सिक्वेन्स छ, रोमान्स छ नायक नायिका बिचको, र त्यही बिचको संवाद हो यो चलचित्र। लेक साइडलाई म एउटा म्युजिकल लभ स्टोरी भन्न रुचाउँछु। पोखराको लेक साइडको पेरिफेरीमा लेक साइडकै वरिपरि घुमेको कथावस्तुमा आधारित छ चलचित्र लेक साइड। डिरेक्टर राजु अधिकारी जीसँगको दोस्रो सहकार्य, नायिका नीता ढुङ्गानाजीसँगको चौथो सहकार्य तथा एकदमै यङ इनर्जेटिक प्रोड्युसर हुनुहुन्छ चन्द्रज्योति ढुङ्गाना, उहाँसँगको पहिलो सहकार्य हो। आशा छ सबैसँग भोलिका दिनमा यो सहकार्य बढ्दै जानेछ। सिम्पली मेरो क्यारेक्टरको कुरा गर्नुपर्दाखेरि पोखराको लेक साइडभित्र म्युजिकको ड्रिम देख्ने एउटा स्ट्रगलर यो। लेक साइड मुभी एउटा कलरफुल मुभी बनेको छ, जुन कि पोखराको हाम्रो जुन अन्नपूर्ण, माछापुच्छ्रे होइन, फेवा तालदेखि लिएर धेरै तालहरू छ पोखरामा। हामीले सबै क्याच गरेका छौँ सिनेमामा लेक साइडमा। र यही मुभी अब यो कलरफुल मुभी हामीले चाहिँ दर्शकमा हामीले छिट्टै ल्याउँदैछौँ। चन्द्रज्योति ढुङ्गानाको लेखन, निर्माण र सङ्गीत रहेको चलचित्र लेक साइडलाई राजु अधिकारीले निर्देशन गरेका हुन्। अब चलचित्रको नामै लेक साइड भएकोले नि हामी सबै चलचित्र सुटिङ चाहिँ सबै लेक साइडकै वरिपरि सुटिङ गरेका छौँ होइन। एउटा लभ स्टोरी फिल्म हो। चलचित्रमा अहिलेका चल्तीका गायकहरू सुगम पोखरेल, राजपाल राई, अन्जु पन्त, प्रमोद खरेल, स्वरूप राज सबैले गाउनु भएको छ यसमा। पोखराको रिच लोकेसनहरूमा हामीले सुटिङ गरेका छौँ। पोखराको रमणीय दृश्यहरू यसमा हेर्न पाइन्छ। साङ्गीतिक पक्ष राम्रो छ, कथावस्तु राम्रो छ। चलचित्र एउटा समग्रमा भन्नुपर्दा एउटा फुल प्याकेज एउटा राम्रो चलचित्र बनेको छ। लेक साइडमा जीवन लुइटेल, नीता ढुङ्गाना, एन्जेल ढुङ्गाना, निमृता घिमिरे, विश्व श्रेष्ठ, अन्जिता लगायतका कलाकारहरूको अभिनय रहेको छ। म यहाँ मेरो फर्स्ट मुभी लेक साइड भन्ने हो, त्यसको लागि साउन्ड डबलिङको लागि आएको। मेरो मित्रले यसमा भन्नुभयो र चन्द्रज्योति दाईहरू, राजु दाईहरूले पनि मलाई यसको लागि चान्स दिनुभयो, त्यसको लागि म धन्यवाद दिन चाहन्छु। र मेरो यो यसमा चाहिँ एकदम भित्रैदेखि नै मन थियो। मेरो यसमा भूमिका चाहिँ कस्तो छ भन्दा हाम्रो जीवन लुइटेल उहाँ एकदम सङ्गीत प्रेमी हुनुहुन्छ र यसमा चाहिँ उहाँको एल्बम लन्च गरेर उहाँलाई केही हेल्प गरेको सानो एउटा भूमिका छ। यसमा चाहिँ मेरो एउटा हिरोइनीको साथीको रोल छ, जुन चाहिँ मलाई एकदमै मन परेको छ। वास्तवमा भूमिका त एउटा डक्टरको रोलमा हो र यसको लागि खास गरेर म हाम्रो डाइरेक्टर राजुजीलाई र मेरो मित्र जीवनजीलाई धन्यवाद दिन चाहन्छु, किनभने उहाँ दुइटैकै माया र अलिकता उहाँहरूकै फोर्समा यो रोल पनि खेल्न सकियो। तर यो फिल्म धेरै गजबको बनेको छ, धेरै राम्रो छ।